4 पाउन्ड दिएर 4 पाउन्ड अनि यो कति हो हामी चाहिँ घरको नेचुरल घिउ हो कि त्यो हैन छि गुगना भैया आपको को दे दो ना केटाइ पनि क्या है लान्छ क्या रे घुमाउन झिल्केर ऊ खाली नि पर्यो ऊ पियर खालियो माली बेसिक खाली पर्यो स्टार्टिङ खालीमा ऊ त्यसै गर्छन् दाइ फोटो खिच्ने हो त्यो पोज वाला हो नि त यही हेर्यो हामी चाहिँ के भन्छ स्ट्रिप बर्गर विङ्स खानी जाने भनेको दाजुले चाहिँ यहाँनिर कति कन्जुस गरेर हिँड्न सक्नुहुन्छ गाइसहरू सिक्का मात्र निकालिरहेको छ 2 पाउन्ड 3 पाउन्ड 4 पाउन्ड ल 6वटा मिल त आइहाल्यो त गाइस ऊ 6वटा मिल है गाइस 6 रिङ मिल आइहाल्यो 499 कस्तो लोभी हुन् गाइसहरू 50 अस्तिसम्म त खाने पैसा 20को नोट देखाएर चाहिँ अनि मैले सक्यो अरे यति छिटो अनि मैले भने कि दाइलाई कि नेपाली 20 रुपियाँ होइन कि 20को चटपटी खाने बित्तिकै सकिने मैले भने पाउन्ड हो पाउन्ड गाइस यस्ता पनि हुँदो रहेछ नेपालमा गाइस हामी तपाईँहरूलाई चाहिँ हाम्रो एउटा स्पेसल चस्मा देखाउने छु होइन ऊ जस्तो त मलाई चाहिँ कुनै सङ छ अरे रात कहिले कच्चा होला भोलि लान्छ क्या हो घुमाउन झिल्केराई पनि लान्छ क्या रे घुमाउन झिल्केर घाँस काटेको काटे हेर त यिनीहरूको यस्तो सोसाइटी कम्युनिटीमा भएपछि यो घाँस काट्छ तर यिनीहरूले उठाउँदैन नि ए मान्छेले गरिदिन्छ आएर चस्मा ल ओ माइ गॉड खासमा मैले एक्सपेक्ट गरेको थिएँ कि यसमा चाहिँ यस्तो वाला आउँछ भनेर तिम्रो र मेरो सेम हो हेर त यो होइन कि यो कलर फरक हो यो चाहिँ हो तर मलाई टल्किने मन पर्दैन क्या एउटै हो नि अलिकति हेर्दाखेरि सबै एउटै हो लौ त गोजीमा हाल ल अब चाहिँ 4 पाउन्ड लिएको त गाइस लौ चाहिँ 4 पाउन्ड दिएर 4 पाउन्ड अनि यो कति हो 20 40 पानी हाल्छ यार के भिडियो बनाएर कर पागल धेरै स्ट्रेस हेलो गाइस दिदी बहिनीहरू गर्ल्स एन्ड गाइज एन्ड गर्ल्सहरू हामी चाहिँ लन्डनको चाबिल बौद्ध घुम्न जाँदैछौँ अब ऊ खली नि पर्यो ऊ पियर खल्यो म अलि बेसिक खल्यो स्टार्टिङ खल्नुमा ऊ त्यसै गर्छन् दाइ फोटो खिच्ने हो त्यो पोजवाला भन्ने ती यही हो है फेरि त्यो स्वयम्मुमा चाबी नै बोकेर हिँडेनन् गाइज अब यस्तै छन् संसारी माया विचित्र हामीलाई अब के भन्नु छ र प्रेस हान्यो भने आगो लाग्छ फेरेको रहेछ प्रेस देखिँदैन ओए फाइनली है गाइज अब इट्स सो गुड नाइट इभिनिङ वी आर गोइङ टु इट एक्सप्लोर गर्न लन्डन आएको होइन हामीलाई बाबाआमाले पढ्न भनेर पठाएका हुन् हामी यस्तो यो हल्लन्दासहरू काम गर्ने मान्छे होइनौँ हामी बसी खाने मान्छे हौँ हामी उची गराउने के भाइ के बोले तर क्यारी नेपाल गएर गाई गोरुको मुछ नै त्यो भनेको घरको नेचुरल घिउ हो कि त्यो छि गुगना बाटो पनि हेर्दै हिँड मलाई कृपया फेरि चप्पला लडिन्छ अब मान्छेहरूले चाहिँ सन लागेको बेला कि घाम लागेको बेला चाहिँ
यस्तै ब्राजिलको जर्सी पनि मैले फेरि हामी किनभने अतरङ्गी र बितरङ्गी त्यो चिकन क्रेजमा गएर हामीले ठिस हान्दिउँ न भिडियो ठाडो तपाईँ खै हो त्यो के अरे नेट हेड नेट अनि गाइस हामी यहाँको रिभ्यू गर्दैछ है भनेर के हिन्दीमा नि भनौँ ल भैया पास त करो भैया कैसे हो भैया एकदम ठीक भैया भैया आपका वो दे दो ना या ब्लैक एकदम चप से दे दो भैया आपका वो वाला पानी निकलने वाला चप से तो गाइस आज हम इधर स्ट्रीट बर्गर और विंग्स मिल चेक करने जा रहे हैं भैया के इधर बहुत अच्छा मिलता है भैया बहुत अच्छे इंसान है एकदम गुड है भैया इसलिए अब भैया कैसे बनाते अभी रात के टाइम में चश्मा लगाकर मेरे को कुछ भी नहीं दिख रहा है गाइस विंग्स कति खाने हो तिमीहरूलाई कति भोक लाग्यो या 6 विंग्स मिल्स अब यहाँ त म धेरै के भन्दिनँ आजलाई चप्सेवाला गिन्ताङ आए खागे अनि 6 विंग्स अब हैन 6 विंग लुक्क हो के भैया भैयाले चाहिँ मलाई सिक्का दिनुहुँदैछ अब मेरो पर्स पनि मसँग खागे अब गाइस पैसा दिन्न यिनीहरू पैसा भनेर चाहिँ हेल्पिङ पुवर इज मे प्यासन भन्छ क्या गाइस एकदम अब गरिबहरूलाई दान दिने एकदम मेरो चलन छ अब यी गरिबहरूलाई म एकदम दान दिइरहेको छु खुवाउन पनि ल्याएको छु म अब दाइलाई तिरेन भन्छ खुवाएन भन्छ यिनीहरूले अब चोको यिनीहरूको मुँह में चोको देना पड़ेगा गाइस एकदम से लिटरली एकदम से सो साथीहरू भैयाले चाहिँ अब हामीलाई यहाँनिर विंग्स भनेर यहाँ पैसा दिएको पुग्लान् त भनेको त 1 पाउन्ड 3 पाउन्ड 4 पाउन्ड आफूले पैसा हाल्नु पर्यो नामको मात्रै भैया हो कभी लगता है आप नीचे भगवान है अस्तिसम्म चाहिँ के भन्छ पैसा छ है भनेर देखाएको थियो अनि अहिले त अब समय अनुसार समय अनुसार यस्तै हुँदो रहेछ समय अनुसार चाहिँ म अब गरिब हुँदै गएँ सधैँ म यता छोरी त भाइ बहिनीहरूलाई पनि यसो हेल्प गरिदिउँ न 1-2 पाउन्ड दिएर भन्ने यसो मेरो धारणा बहिनी त अब त्यसै रिच छ अलरेडी अब बहिनीले त्यस्तै अब पैसा पनि धन्ने कमाउँछ अब टन्ने कमाउँछ भने फेरि यस्तो खतरा होइन नि फेरि तिमीहरू फेरि त्यस्तै खतरा सोध्दा फेरि गाई छोरी है केही होइन एकदम ठिकै नट ब्याड ठिकै त्यस्तो साह्रो 10 बेड भनिसक्यो अब चार्ज गर्नुपर्ने बेला भयो रहेछ अब खाने बेला छ होला चस्मा खुवाउँ ल पेप्सी भैया वो चटनीको भन सो गाइस 3 पाउन्डमा 9 पाउन्डमा चाहिँ के आउँदो रहेछ त्यसलाई सर्वप्रथम आउने छ स्ट्रिप बर्गर अनि पेरी फ्राइज आउने छ अनि त्यसपछि टक्क लाएर हाम्रो चाहिँ यहाँनिर टक्क लाएर हाम्रो के आउँछ भन्दाखेरि 6 विङ दाइको मन पनि अलिक डढेछ कि अलिक डढेछ भन्न पाइन्छ कि पाइँदैन त्यसमा चस्सो लाएर गर्मीमा गाइज एन्ड गोरुस एकदमै गर्मी छ त्यही भएर चाहिँ टक्क लाएर पेप्सी आफ्नो त फेरि गाइज एन्ड गोरुस कस्तो मुख एकदम प्यासै रहेको छ त्यसपछि लाएर टक्क लाएर खोलेर पहिला सुरु हल्का प्यास मेटाउनु पर्यो
खाना पनि यस्तो गरेर खान्छ अनि उस खाइदैन मेरो चाहिँ पेप्सी दाइले चोरेर खानुभयो केही छैन मसँग अर्को पनि छ उ त्यो बच्चाको मुखै यसरी त भन्यो दाइ खोल्नु त जिम जानुपर्छ जिम जानु खै फुर्सद यत्रो फुर्सदै फुर्सद तर बसेर मोबाइल हेर्न त मलाई पनि खोइ मलाई फ्राइङ देऊ न हौ म चाहिँ के गर्नु कहिले पनि सुनेन ठिकै अब के खाने त जाने ल्याङ्कु छ नि अब हामी नखायो अब म यहाँ केही कुरा सोध्दा तपाईँलाई चाहिँ स्ट्रिप बर्गर र तपाईँको पेरी फ्राई कस्तो लाग्यो यहाँको ठिकै छ मिठै छ मिठै छ अरे उसको चाहिँ यहाँको उसको फेभरेट चाहिँ यहाँ स्ट्रिप बर्गर हो अनि म पनि स्ट्रिप बर्गरै खान्थेँ तर आज चाहिँ मैले खाइनँ मलाई यहाँको विङ्स पनि राम्रै लाग्छ अनि हाम्रो दाइको चाहिँ यहाँको दाइलाई चाहिँ यहाँको के मनपर्छ भन्दाखेरि विङ्स मनपर्छ अनि स्टोन ब्रिज पार्कको चाहिँ दाइलाई चाहिँ पेरी चिप्स मनपर्छ आई मिन पेरी फ्राइज पेरी चिप्स इज सेम दाइ चाहिँ एकदम खानामा व्यस्त हुनुहुन्छ भन्नु होला कि कस्तो बिस्तारै खाएको भनेर मैले त जानु बेला प्रेसर लाग्थ्यो त्यो भएर मान्छे खानु हुँदैन जोर पनि गर्नु हुँदैन Gako vlog. Gako. अब चाहिँ म उतानिरको के त्यो जुस के अरे त्यो रङ्गी बिरङ्गी जुस छ एउटा चाख्छु भनेर माग्छु कि मिलायो भने किन्छु भन्छु तर चाख्नको लागि मात्र हो अस्ति चाहिँ अर्कै स्टाफ थियो त्यहाँनिर आज चाहिँ अर्कै छ त्यही भएर उल्लु बनाउन सजिलो हुन्छ दिन्छ कि दिँदैन त्यो मान्छेले हामीलाई दिन्छ कि दिँदैन रमाइल बाहिर सुरु म के भन्छु त्यो के हो भैया भन्छु कस्तो हुन्छ भन्छु नि चाख्न दिन्छ कि यतिकै त्यही भने चाखौँ न भन्छु अनि चाखे जस्तो गर्छु नि मिठो लागेन भनेर नि नकिन्ने भन्छु मलाई भिडियो बनाउँछ साथीहरू मैले सो साथीहरू मैले चाहिँ मागेन किन भन्दाखेरि चाहिँ एकदम कस्टमरहरू टन्नै थियो अनि काम गर्ने अगाडि पकाउने मान्छे चाहिँ एकजना मात्रै थियो त्यही भएर किन ल्याङ गर्नु भने चाहिँ मैले मागिनँ तर नेक्स्ट टाइम चाहिँ म माग्छु त्यतिखेर चाहिँ म भिडियो बनाउँछु तर हामी यहाँ आइरहेको हुन्छौँ भैयाले के भन्नुभएको त्यस्तो थाहा भएन हामी हाम्रो घरतर्फ लागिरहेको छौँ साथीहरू अगाडिको ब्याकग्राउन्ड चाहिँ यस्तो छ है
हाम्रो क्रेभेन पार्क भन्दै म मेरो आजको भ्लग यही समाप्त गर्न गइरहेको छु। भिडियो अलि ऱ्यान्डम भए पनि हजुरहरूले हाम्रो भिडियो मन पराइदिनुहुन्छ भनेर आशा राखेको छु। भिडियो मन परेमा लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, शेयर गर्नुहोला, सब्सक्राइब गर्नुहोला। Till then, see you in the next video. Bye bye.